गौरी शंकर भगवानको ल आदरणीय सम्पूर्ण हाम्रो टेलिभिजन हेर्नुभएका भक्त महानुभावहरू, हामी यो के नगरपालिका भन्ने अरे यो बेलकोटगढी नगरपालिका वडा नम्बर 3 मा अवस्थित भएको भगवानको दिव्य पावन क्षेत्रमा यहाँ चाहिँ हामी यो विवाहको बरपिपलको विवाहको पावन सत्सङ्गमा छौँ। यहाँहरू सबै जति पनि उपस्थित हुनुभएका मातृशक्ति आमाहरू, पितृशक्ति बुबाहरू हुनुहुन्छ, हामी सबैलाई विशेष आभार प्रकट गर्न चाहन्छौँ। र यसको धेरै नेतृत्व गरेर काम गर्दै आउनुभएका आदरणीय बुवा हुनुहुन्छ, उहाँलाई पनि विशेष सम्मान छ। होमनाथ पुडासेनीज्यू हुनुहुन्छ उहाँ, र अन्य कर्ताहरू, आमाहरू, बाबाहरू जति पनि हुनुहुन्छ, यहाँहरू सबैले यसको लाभ लिनुहोला। र लगभग 93 वर्ष पहिला 93 वर्ष पहिला अघि भएको र त्यस पछाडि चाहिँ यो पालि नै हामीले गरेका छौँ। आज 2083 सालको असार महिनाको कति भयो आज 13 गते शनिबार परेको छ। यहाँहरू सबैले यसको लाभ लिनुहोला र अन्य सबै कुराहरू अब हामी चाहिँ जानकारी गराउँदै जान्छौँ, पूजाहरू गराउँदै जान्छौँ। तत्तनुसारको कर्म यहाँहरूले लाभ लिनुहोला। जय जय होस्। चढाउने पूर्वक एवेदगुं सर्वं चतुर्भूतं च भाव्यं भूतामृततशेषानो चतन्नेनातिरो अतीयतावान् समयमातो जाया सुपूर्वकपादोऽस्वा भूतानि त्रिपादस्य मर्दन्दिवि त्रिपार्थो दौदैत्पूर्वकपादोऽस्या भवत्पुनः नैवेद्य लगाइदिने अब कुसाको टुक्रासँग बरको पातलाई समाएर कन्यादान दिने भयो। त्यसो बरलाई वरण गर्ने जो उसको टुक्रै त पानीसँग समात्ने, जहाँ जहाँ समाए पनि यसरी समात्ने है। पानी चुहाएको चुहाइ गरौँ है एकजना। पानी कन्यादान दिएको नगरपालिका वडा नम्बर 3 जलेश्वर के अरे हाइट नाम एकदम पवित्र स्थान मासे आषाढ़ मासे कृष्ण पक्षायां ज्येष्ठ मासे आफ्नो गोत्रको नाम लिने, गोत्रको अनि गोत्र भन्ने नाम भन्ने
स्मृति सपरिवार विशेष रूपेण वर पिपल विवाह कर्मणि अहम करिष्यामि ल छोडिदिने ल अब दाहिने परिक्रमा गरेर पिपलतिर जाने यतातिर दाहिने घुमेर गाडी खाते ल्याउनु त सानो भाइ त ल्याउनु त पानी लो पिपललाई अब यसो आह्वान गर्ने फुल चढाउने ल अब सामान भिन्नी भयो लो पूजा गर्ने है पूजा गर्ने जवान तिलान अक्षतान चौतिल अक्षताहरू ओम जवान समर्पयामि तिलान अक्षतान समर्पयामि अरू पूजा सामग्रीहरू केही छ के छ यो बेड देऊ त नानी नानी यो बेड देऊ त नानी यो बेड देऊ त यो भयो यो बेड देऊ त मजा अलि ठिक भयो अलि बढी सेतो भयो आउनु सक्यो आउनु टिका लाइन छ बढाइदिउँ ठिक भयो ल ल अब यसो धूप दीप नैवेद्य गर्ने बत्तीमा बलिरहेछ नि बत्तीमा बलिरहेछ नि बत्ती बलिरहेछ ल भयो ल अब अघि जस्तै कुसले अत्य आफ्नो गोत्र भनौँ है अनि आफ्नो नाम गयो भने
शिव सङ्कल्पमस्तु। अब जल खाने यहाँ जल ल्याउ न, यहाँ कहाँ छ ढुङ्गा जल। ओए पानी पार होला है तल। लो जल खाऊ है सबैले। अब परिक्रमा गर्ने। अब चार पटक परिक्रमा गर्ने। तिमल मात्रै जल खान्छ, हामी पनि ल्याउनु अलिकति। गाईले बाह्र ढुङ्गा बाँच्न गएर राधिकालाई पठाइदेऊ गोरा। कृष्ण जी को राधा गए नेपाल, राधिकालाई पठाइदेऊ गोरा। कृष्ण जी को राधा गए नेपाल, राधिकालाई पठाइदेऊ गोरा। हो राधिकालाई पठाइदेऊ गोरा। कृष्णचन्द्र भगवानको हे कृष्ण नभन हेर, कसले लग्यो सम्पत्ति मरेर। तेरो मेरो हे कृष्ण नभन हेर, कसले लग्यो सम्पत्ति मरेर। तेरो मेरो हे कृष्ण लग्यो सम्पत्ति मरेर। हाय कसले लाग्यो सम्पत्ति मरेर। तेरो मेरो हे कृष्ण नभन हेर, कृष्ण नभन हेर, कसले लाग्यो सम्पत्ति मरेर। हाय कसले लाग्यो, ओहो कसले लाग्यो सम्पत्ति मरेर। हराइन हरियाली पनि भन्दैन। सोह्र हजार है कृष्ण, सोह्र हजार गो कृष्ण गोपिनी झलझलमा हरिलयो कृष्णले काल कालमा हाय छाडिलयो। राधा कृष्ण जी थिए गोपिनी काहे राधा साडीलाई लैदिए। साना साना हे राधा जी थिए गोपिनी काहे राधा साडीलाई लैदिए। साना साना हे कृष्ण कृष्ण जी थिए साडीलाई लैदिए। हाय कृष्ण सारी गोपिका सारी साना साना कृष्णलाई भोबारी गाई गोठैमा। कृष्णले देखायो लाग्यो ओठैमा। सारी गोपिका सारी साना साना कृष्णलाई भोबारी गाई गोठैमा। कृष्णले देखायो लाग्यो ओठैमा। कृष्णले देखायो लाग्यो ओठैमा।
कृष्ण तिमीलाई चिनेको छैन र चिनेको छैन र तिम्रो घर गोकुलमा होइन र गाई गोठैमा कृष्णले देखायो लाग्यो ओठैमा चिनेको छैन र चिनेको छैन र तिम्रो घर गोकुलमा होइन र गाई गोठैमा कृष्णले देखायो लाग्यो ओठै आहा कृष्णले देखायो लाग्यो ओठैमा तेरो मेरो नगर हेर कसले लाग्यो सम्पत्ति मरेर गाई गोठैमा कृष्णले देखायो लाग्यो ओठै आहा कृष्णले देखायो लाग्यो ओठै ओहो कृष्णले देखायो लाग्यो ओठैमा हाय कृष्णले देखायो हाम्रो आदरणीय काका हुमराज पुरासिनीज्यूलाई र यो आजको कार्यक्रम अत्यन्त यो सान्दर्भिक रूपमा भन्ने हो भने अत्यन्त महत्त्वपूर्ण छ र यो वर्षाको याममा अब उहाँको आयोजनामा जुन आजको यो बरपिपलको शुभारम्भ यो वृक्षारोपण गर्ने बरपिपलको रोपण गर्ने कार्य पनि उहाँकै उसमा प्रारम्भ भएको थियो शुभारम्भ भएको थियो र हाम्रो गाउँ बन्नु भएको थियो आजभन्दा करिब 8-10 वर्ष अगाडि र त्यसैलाई निरन्तरता दिनको लागि त्यो बरपिपलको पूजा र यो वर्षाको समयमा गाउँघरबाट पूजकर बुझ्ने मान्छेहरूले पनि यो बरपिपलको विवाहको बारेमा आजभन्दा करिब 93 वर्ष अगाडि चाहिँ यहाँ हाम्रै गाउँमा यो बरपिपलको बिहा गरेको भन्ने किंवदन्ती बुढापाकाहरूबाट हामीले सुन्न पाएका थियौँ प्रत्यक्ष देख्न पाएका थिएनौँ र आज आदरणीय हाम्रो काकाको यो संयोजनमा आदरणीय गुरु हाम्रो पण्डित नारायण प्रसाद न्यौपानेज्यूको बाहुलीबाट त्यो बरपिपलको विवाह गर्ने जुन शुभ कार्यको शुभारम्भ भयो हामी अत्यन्त हर्षित छौँ खुसी छौँ र यो कार्य हाम्रो नुवाकोट जिल्ला स्थित बेलकुटगढी नगरपालिका वडा नम्बर 3 जलेश्वरको समीपमा जलेश्वर हाइटमा आज सम्पन्न भयो यसबाट हामी गाउँले पनि अत्यन्त खुसी छौँ र गाउँलेहरूको तर्फबाट यो सामाजिक र यो पुण्य धार्मिक कर्मको लागि हाम्रो आदरणीय काका हुमराज पुरासिनीलाई गाउँलेको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि आभार व्यक्त गर्दै धन्यवाद व्यक्त गर्न चाहन्छु र टाढाबाट यहाँ आइदिएर यो पुण्य कार्यमा पुण्य प्राप्तिको लागि आइदिनु हुने हाम्रा आदरणीय सम्माननीय गुरुवरहरूलाई पनि हामी गाउँलेको तर्फबाट हार्दिक स्वागत र सम्मान व्यक्त गर्न चाहन्छौँ र यसको महिमा त अब हामीले के वर्णन गर्न सक्छौँ र गुरुहरूको मुखबाट यसको धार्मिक महत्त्वको बारेमा गुरुहरूबाट मात्रै जानकारी लिन सक्छौँ हामीले त अब यही बुझेका छौँ है काका यति भनिहाल्छु ईश्वर भगवानको अब भजनै गर्नु त होला नि है भजन सकेपछि त फेरि हिँडिहाल्नुपर्छ भन्दै निकाल्नु पर्यो थोरै यसको बढाइदियो घाँटी दुखिरहेको सीता राधा र कृष्णमा छैन त्यति कुरा फेरि सोह्र हजार गोपीका सारी साना साना कृष्णलाई भोबारी जिल्लार कृष्णमा छैन गोपीका सारी साना साना कृष्णलाई भोबारी
झिलझिल सितारा राधा र कृष्णमा छैन तारा झिलझिल सितारा राधा र कृष्णमा छैन तारा राधा र कृष्णमा छैन तारा तिम्रो कहाँ पर्यो घर थाहा पाइएन के चाहियो कुन्तारा झिलझिल सितारा झिलझिल सितारा राधा र कृष्णमा छैन कहाँ पर्यो घर के हो नाम के पर्यो यो तारा झिलझिल सितारा राधा र कृष्णमा छैन झिलझिल सितारा झिलझिल सितारा राधा र कृष्णमा छैन कृष्ण तिमीलाई चिनेको छैन र तिम्रो घर वृन्दावन होइन र झिलझिल सितारा झिलझिल सितारा राधा र कृष्णमा छैन झिलझिल सितारा चिनेको छैन र तिम्रो घर वृन्दावन होइन र झिलझिल सितारा राधा र कृष्णमा पाइँदैन यो छोरा कृष्ण कृष्ण हे मेरो राधा गाइदिनु होला फेरि फेरि पाइँदैन यो छोरा कृष्ण कृष्ण हे मेरो राधा गाइदिनु होला फेरि फेरि पाइँदैन यो छोरा फेरि फेरि पाइँदैन यो कसले दियो हे मेरो राधा मनुष्य चोला फेरि जन्म होला कि न होला कसले न होला कसले दियो हे मेरो राधा मनुष्य चोला फेरि जन्म हे मेरो राधा होला कि न होला फेरि जन्म मेरो राधा होला कि न होला फेरि जन्म होला कि न
स्वर्गमा जाने भनेको खै बाटो खानेको स्वर्गमा जाने खै बाटो खानेको स्वर्गमा जाने भनेको खै बाटो खानेको स्वर्गमा जाने आहा खै बाटो खानेको स्वर्ग जाने भनेको खै बाटो खानेको स्वर्ग जाने भनेको स्वर्ग जाने खै बाटो खानेको स्वर्ग जाने भनेको खै बाटो खानेको स्वर्ग जाने भनेको हरे कृष्ण है हाम्रो सारी ओ सारी ओ सारी ल्याउ हाम्रो सारी पछाडि बस्नु भयो नि पछाडि हुनु भयो नि तपाईँ त अगाडि आउनु यता
रहेर कसले लाग्यो सम्पत्ति मारेर कृष्णजी तेरो मेरो नगर कसले लाग्यो सम्पत्ति मारेर कृष्णजी तेरो मेरो नगर कसले लाग्यो सम्पत्ति साथै मलाई जाने जन्म पाप पुण्य साथै मलाई जाने जन्म देख्ने आकाश छेक्यो नि जालैले जान्न भन्यो जान्छ कालैले देउघाट नारायणी पाप पुण्य साथै मलाई जाने जन्म कालैले जान्न भन्यो जान्छ कालैले देउघाट नारायणी पाप पुण्य साथै मलाई जाने जन्मात्रै देउघाट नारायणी राधा सर्वेश्वर भगवान अरू सबैलाई चक्लेट हामी गाउँलेलाई चक्लेटै छैन कति एपेको यहाँबाट जिउँदै मर्छौ कि रामको नाम जपेर पार तर्छौ कि के लान्छौ यहाँबाट जिउँदै मर्छौ कि रामको नाम जपेर पार तर्छौ कि के लान्छौ यहाँबाट जिउँदै मर्छौ कि रामको नाम जपेर के लान्छौ यहाँबाट जिउँदै मर्छौ कि रामको नाम जपेर पार तर्बाट जिउँदै मर्छौ कि के लान्छौ यहाँबाट जिउँदै मर्छौ कि के लान्छौ यहाँबाट अब पानी खाने पाए झन्डै हुने आई भर्खर आयो मर्छौ कि रामको नाम जपेर पार तर्छौ कि के लान्छौ पार तर्छौ कि के लान्छौ यहाँबाट जिउँदै मर्छौ कि लान्छौ यहाँबाट जिउँदै मर्छौ कि के लान्छौ यहाँबाट लान्छौ यहाँबाट जिउँदै मर्छौ कि रामको नाम जपेर पार तर्छौ कि के लान्छौ यहाँबाट जिउँदै मर्छौ कि रामको नाम जपेर पार तर्छौ कि के लान्छौ यहाँबाट रेडी हुनु है यहाँबाट ल्याउँदै मर्छौ कि रामको नाम जपेर पार तर्छौ कि के लान्छौ यहाँबाट ल्याउँदै मर्छौ कि रामको नाम जपेर पार तर्छौ कि के लान्छौ यहाँबाट ल्याउँदै मर्छौ कि
रामको नाम जपेर पार तर्छौ के लान्छौ यहाँबाट जिउँदै मर्छौ के रामको नाम जपेर पार तर्छौ के लान्छौ यहाँबाट जिउँदै मर्छौ के हरि के लान्छौ यहाँबाट जिउँदै मर्छौ के ओ के लान्छौ यहाँबाट जिउँदै मर्छौ के कृष्ण वंशी बजाउने त्यही राति काला जाउने कृष्ण वंशी बजाउने राति काला जाउने कृष्ण वंशी बजाउने त्यही राति काला जाउने कृष्ण वंशी बजाउने मेरो कृष्ण वंशी बजाउने मेरो कृष्ण वंशी बजाउने अहिले पछि भन्छु है फेरि लजाउने गोपिन बाँसको मुरली मेरो सुनैले बेरेको आहा राधिका लजाउने तिमीले र मैले नाचेको गोपीले हेरेको राधिका लजाउने कृष्ण वंशी बजाउने 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 मेरो कृष्ण वंशी बजाउने बजाउने हरे राधिका लजाउने 16,000 गोपिनीमा मन परेकी राधा राधिका लजाउने राधा कृष्ण भेटुनलाई बाटो आधा आधा है राधिका लजाउने कृष्ण वंशी बजाउने 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 मेरो कृष्ण वंशी बजाउने मेरो कृष्ण वंशी बजाउने कृष्णचन्द्र भगवानको अब पुरा गरौँ है जलेश्वर भगवानको ल अब हजुरहरूसँग फेरि भेट हुन्छ हामी आइरहन्छौँ यिनै शब्दावली सहित अब हामीलाई हाम्रो होम प्रसाद जीले भनौँ न म दुईचोटि आइसकेँ पहिला पनि आएको म अहिले पनि आएँ अब फेरि 3 पटकमा त यज्ञ नै गर्ने गरी हामी आउँछौँ हजुरहरू सबैलाई शुभकामना अब राम्रोसँगको बर्खाको खेतीपाती गर्नु गीता पुरा छैन यो कतिवटा हो 3 वटा ल अहिले खेतीपाती के भइरहेछ हजुरको खेतीपाती अब त्यो किसानी मकै खेत्रुन बेला पानी परे छैन पानी परेको छैन है भैँसी कति छन् हजुरका भैँसी 2टा बाबु नानी बाबु एउटा नानी 2टा ल धन्यवाद बाहिर रेस्टुरेन्ट एउटा बाटो झारेर अनि यता लग्यो भने कुरो ठिकै हो हामीले क्यान बोकेर आएको कमाइ गरे बौजल लिएर बाहिरले गर्दा के आउँदैन जम्मै कमाइ गरे ठाउँ हो यो सबै पुरै यो जम्मै पुरै यो 72 भन्दा अगाडि पुरै कमाइ थियो फाँडेर के गर्ने भने फाँडो पलाइहाल्छ उतै फाँडो त कम फाडिसक्यो यहाँ बन हो यो है ससो लाग्यो डाँसले टोकेर फेरि गोलीमा आएर उनलाई पनि अर्कल बनाएर राख्दै आयो त्यो समय आइदिएर मलाई पोला पोला हुन्छ
नारायण भज नारायण 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 श्रीमन्नारायण नारायण नारायण हारिसी देखा रातो मैले रेकर्ड जीवन मरे पछि हुन्छ भज परानी जीवन मरे पछि हुन्छ भज परानी जीवन मरे पछि हुन्छ नारायण नारायण 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 भज परानी जीवन मरे पछि हुन्छ जीवन मरे पछि हुन्छ जीवन मरे पछि हुन्छ कैलाशका शिवजी छान छान दर्शन दिन्छन् कैलाशमा शिवजी छान दर्शन दिन्छन् कैलाशमा शिवजी दर्शन दिन्छन् राम बनना श्याम बनना वृंदावनमा मुरली बजे राम बनना श्याम बनना वृंदावनमा मुरली बजे राम बनना श्याम बनना वृंदावन
वृन्दावनमा मुरली बजे रे राधा सुरभि चढोका चाँदीका कृष्णजीलाई मन पर्ने राधे